ओम श्री गणेशाय नमः। श्री सरस्वत्यै नमः। श्री स्वस्थानी परमेश्वर्यै नमः। नमो वः। आज श्री स्वस्थानी व्रत कथाको अष्टम दिवस रहेको छ, यानि कि हामी आज श्री स्वस्थानी व्रत कथाका अष्टम अध्यायका चरित्रहरू सुन्नेछौँ। कथा सुरु गर्न पूर्वमा गरिने प्रार्थनाबाट हामी सुरु गर्छौँ, त्यसपछि हामी कथा प्रारम्भ गर्नेछौँ। ओम यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुतास्तुन्वन्ति दिव्यैस्तवैर्वेदैः साङ्गपदाक्रमोपनिषदैर्गायन्ति यं सामगाः। ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः। श्रीमाच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन्मुक्तावली शोभिता सर्वज्ञाननिधानपुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम्। मुखं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम्। नमो भगवते तस्मै व्यासायामित तेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम्। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। श्री स्वस्थानी परमेश्वर्यै नमः। अथ अष्टमोऽध्यायः। दक्ष यज्ञ विध्वंस उपाख्यान। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, भगवान विष्णु सङ्ग्रामबाट अन्तर्ध्यान भएपछि बाँकी सबै बचेका देवता यक्ष गन्धर्व किन्नर दैत्य सबै हाहाकार मच्यो र सबै 10 दिशातिर भाग्न लागे। ती परस्परमा भन्दथे, अब दक्ष प्रजापतिको प्राण रहन्न, किनकि नारायणको जस्तो सुदर्शन चक्र मिथ्या भयो। जुन चक्रले विष्णु खडा हुँदा स्वयं शिव पनि टिक्न सक्दैनथे, आज त्यस्ता नारायण पनि भागे। अब हाम्रो क्षुद्र पराक्रमले के होला, तस्मात् अब आफ्नो प्राण रक्षा गर्नु नै उचित हो भन्दै 10 दिशातिर भाग्न लागे। नारायण सहित देवता यक्ष गन्धर्व किन्नर नागादि आफ्नो जीवन बचाई भागेको देखि वीरभद्रले नागले चाहिँ निश्वास फेरि वर्षाको कालमा मेघ गर्जे चाहिँ गर्जी तत्काल दक्षको टुप्पी समातेर भुइँमा ढकाली बोध गराए। हे पापिष्ट दक्ष, तैले महादेवको अनेक प्रकारले निन्दा गरिस्, आफ्नी छोरीको हत्या गरिस्। त जस्तो पापी यस संसारमा खोजे पनि पाइन्न। त्यो बौला हो, उसलाई नडाके मलाई के होला भनी त्रिलोकका ईश्वरको निन्दा गरिथिस् नि। अब यस बखतमा तेरा रक्षक ज्वाइँहरू कता गए, तिनीहरूको सहायता मागी आफ्नो प्राण बचा। अब तँलाई पनि यही यज्ञमा हुम्न सके हामीलाई सन्तोष होला भनी अनेक तरहले बोध गराई दक्ष प्रजापतिको शिर काटेर अग्निकुण्डमा होमिदिए। यस्ता प्रकारले दुष्ट संहार गरेको देखि नन्दी भृङ्गी चतुष्ठी योगिनी भूत प्रेत पिशाच विश्वमज्वर महाकाली आदिले प्रसन्न भई शिवनिन्दक दक्ष प्रजापतिको नाश गर्यौ। धन्य धन्य वीरभद्र, तिमी समान वीर यस संसारमा हुन दुर्लभ छ भनी स्तुति गरे। त्यसपछि दक्ष प्रजापतिकी स्त्री बिरणीले आफ्ना पतिको शिर यज्ञ कुण्डमा होमिदिएको देखेर अत्यन्त अधैर्य भई ठुलो हावा चल्दा किराको थाम लडे झैं पृथ्वीमा लडी मूर्छा परिन्। केही बेरमा चेष्टा आयो र शोक गर्न थाली, हे नाथ, मलाई यस अवस्थामा अनाथ तुल्याई कता गयौ। जगदीश्वर महादेवलाई यज्ञमा नडाक्दा यस्तो भयो। हे मूढ, व्यर्थको अभिमान मनमा लिएर शिवको निन्दा गर्दा आफू मृत्युमा प्राप्त भयो। मेरो यो गति भयो भने अनेक प्रकारले शोक गरेर वीरभद्रसित प्रार्थना गरिन्, हे ईश्वर, मेरा पति दक्ष प्रजापति अज्ञानी मूढ र अभिमान पनि हुन्। तिनलाई कुनै चेष्टा पनि थिएन। त्यस्ता मूढको नाश गरी हजुरको केही कीर्ति होला। मलाई विधुवा नतुल्याइदी बक्स्योस्। स्वामी वरदान दिनुहोस्। सृष्टि स्थिति विनाश संहार गर्ने महारुद्र पनि तिमी
महादेव पनि तिमी आदि मध्य र अन्त्य नभएका ब्रह्मा विष्णु शिव जे भने पनि तिमी नै हौ। हे भक्तवत्सल, मेरो मुख हेरी मेरा स्वामीका सबै अपराध क्षमा गरी जीवन दान दिई मलाई सौभाग्यवती बनाई बक्सेछ भनेर स्तुति गरेको इन्द्रादि देवताहरूले सुनि आकाशबाट पुष्पवृष्टि गरे। हे वीरभद्र, दक्ष प्रजापतिलाई जीवन दान दिई बिरणीलाई सन्तोष गराइदिनुहोस् भनी आकाशवाणी गरे। देवताले यस्तो आग्रह गरेको देखि बिरणीको चिन्तित अनुहार देखेर मनमा करुणा उत्पन्न भयो र बिरणी तर्फ हेरी वीरभद्रले भने, हे बिरणी, तिम्रो स्तुतिले म प्रसन्न भएर तिमीलाई स्वामी वर दिन्छु, तर तिम्रो स्वामीको शिर मैले अघि यज्ञ कुण्डमा होमिसके। अब यज्ञमा बलि दिएको बोकाको शिर जोडेर जीवित पारिदिन्छु, किनकि दक्षले जगदीश्वरको साह्रै निन्दा गर्यो, अतः यो पशु हो, यसैले पशुको टाउको जोडिदिन्छु। यस्तो वीरभद्रको वचन सुनेर बिरणीले हुन्छ भनी अञ्जली जोडी उभिरहन् अनि वीरभद्रले यज्ञशालाबाट बोकाको टाउको मगाई पछिल्तिर मुख फर्काई जोडी दक्ष प्रजापतिलाई जीवन दान दिए। दक्ष प्रजापति जीवित भएपछि बिरणीले मनमा सन्तोष मानी छागमुख अर्थात् बोकाको टाउको भएका स्वामी सहित भई वीरभद्र र महाकालीलाई दण्डवत प्रणाम गरी आफ्नो घर गए। यता वीरभद्र र महाकाली पनि देवता यक्ष गन्धर्व किन्नर आदिको संहार गरी दक्षको यज्ञ विध्वंस पारी नन्दी भृङ्गी चतुष्ठी योगिनी भूत प्रेत पिशाच प्रमथगण समेत त्यहाँबाट अन्तर्ध्यान भई कैलाशमा पुगी शिवजीलाई दण्डवत प्रणाम गरेर, हे ईश्वर, हजुरको आज्ञा अनुसारको काम गर्यौं। दक्षको यज्ञ विध्वंस पारी देवता यक्ष गन्धर्व किन्नर र उसका समस्त रक्षक मारी दक्षको शिर चुट्याई अग्निकुण्डमा होमिसकेपछि उसकी स्त्रीले आफ्ना स्वामी मरेको दुःख सहन नसकी विलाप गर्न लागिन् र त्यो देखेर मैले अग्निकुण्डमा बलिदिएको बोकाको टाउको ल्याएर मुख पछाडिपट्टि फर्काएर जोडी दक्ष प्रजापतिलाई जीवन दान दिएर आए भने बिन्ती गरे र महादेव प्रसन्न भई, हे वीरभद्र, हे महाकाली, तिमीहरू धन्य रहेछौ। म प्रसन्न भई यति भनी ती दुवैलाई आफ्नो शरीरमा लीन गराउनु भयो। त्यसपछि महादेवले प्राणप्रिया सतीलाई सम्झी दक्ष प्रजापतिले यज्ञ गरेको स्थानमा पुगेर हेर्दा अग्निकुण्डमा सुतिरहेकी सतीदेवीलाई देखी, हा सती, कैलाश शून्य तुल्याई मलाई एक्लै छाडेर कता गयो भन्दै साह्रै नै अधैर्य भई वृक्ष ढले झैं भूमिमा ढली मूर्छा पर्नुभयो। केही बेरमा चेत आयो र, हे प्यारी, अब मैले यस संसारमा बाँच्नु पनि व्यर्थ भयो। मलाई एक क्षण पनि एक्लै नछाडी मेरै मुख्यान्जी बसेर मैले भनेका कथा र पुराणहरू सुनिरहन्थ्यौ। मेरो वचन नमान्दा तिम्रो यो गति भयो। म यस स्थितिमा पुगे भन्दै मुड्कीले छाती ठोकी वर्षाकालमा आकाशबाट पानी परे झैं मोतीका दाना जस्ता आँसुका ढिका खसाली फेरि विलाप गर्न लाग्नु भयो। हे प्रिय, म कतै गएर आउँदा सुनको कमण्डलुली गोडा धोइदिन आउँथ्यौ। हे प्यारी, मेरा स्वामीले खाने वस्तु भनेर 20 भाङ धतुरो जतन गरी राख्दथ्यौ। अब कसले राखिदेला, तिमी बिना मेरो चित्त कसरी स्थिर रहला। यसरी भन्दै कहिले काखमा लिने कहिले अङ्कमाल गर्न कहिले छातीमा टाँसी आफ्ना वेदनाहरू प्रकट गर्नुभयो। यसरी अनेक प्रकारले शोक गरी सतीदेवीको मृत शरीर पेठ्यौमा बोकी बौलाहा जस्तै भएर पृथ्वी भ्रमण गर्न हिँड्नु भयो। महादेवले पेटमा बोकेकी हुनाले गलित वा दुर्गन्ध केही भएनन्, केवल ननिदाय झैं जस्ती भएर रहिन्। तत्सत श्री स्कन्द पुराणे केदार खण्डे माघ महात्म्ये कुमार अगस्त संवादे श्री स्वस्थानी परमेश्वर्या व्रतकथायां दक्ष यज्ञ विध्वंस वर्णनम् नाम अष्टमोऽध्यायः। ओम उपनयतु मङ्गलं वः सकल जगन् मङ्गलालय श्रीमान् दिनकर किरण निबोधित नवनलिन दल निवेक्षण कृष्ण काले वर्षतु पर्जन्य पृथिवी सस्यशालिनी देशोऽयं क्षोभरहितो ब्राह्मणा सन्तु निर्भया अपुत्रा पुत्रिणा सन्तु पुत्रिणा सन्तु पौत्रिणः निर्धना सदना सन्तु जीवन्तु शरदां शतम् तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च सर्वाणि तीर्थानि वसन्ति तत्र यत्र च्युतोद्धार कथा प्रसंगा या कुन्देन्दु तुषारहार धवला या शुभ्रवस्त्रावृता या वेणावरदण्ड मण्डितकरा या श्वेत पद्मासना या ब्रह्माच्युत शंकर प्रभृतिभिर्देवैः सदा वन्दिता सामं पातु सरस्वती भगवती निःशेषजाड्यापहा सामं पातु सरस्वती भगवती निःशेषजाड्यापहा कायेन वाचा मनसेन्द्रियर्वा बुद्ध्यात्मना वा प्रकृते स्वभावा करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयामि। श्री स्वस्थानी परमेश्वर्यै नमः।